गाइस मलाई जिन्दगीमा मेरो फ्यान कतिको चाहियो यतिको चाहियो जतिको दादा रेखा थापाको हुनुहुन्छ मलाई मेरो त्यतिको फ्यान चाहियो हामीले दिदीले भएर दुधे भनेर कहाँ के अरे कहाँ जोगमुनीमा लगेर बेच्दियो भने भनेको छैन लाली बजार यो मुभी हेर्दै हरे कृष्ण अनि वेलकम ब्याक टु माई युट्युब च्यानल। आयो हजुरहरू सन्चै हुनुहुन्छ होला र मेरो भन्नुपर्दा पनि एकदम सन्चै छु र आज चाहिँ हामी 4जना जाँदैछौँ कहाँ हो कहाँ हाम्रो यात्रा कहाँसम्मको हामीलाई थाहा छैन। आज हाम्रो दादाद्वारा स्पोन्सर त्यही भएर हामी कुदेको जाइजान तयार हामी होइन। गाइज अब चाहिँ मेरो भ्लगको क्वालिटी चेन्ज भयो किनभने हाम्रो दादाको आइफोनबाट बनाउँदैछु म चाहिँ। आइफोन कति हो दादा? आइफोन 16 प्रो म्याक्स र अहिले चाहिँ हामी जाँदैछौँ बाटोसम्म गाडी पर्खिनुको लागि। देख्न सक्नुहुन्छ डाँडा गाउँको मोस्ट ह्यान्डसम मुन्डा दादाले यता फर्केर लुक्सै दिनु भएन के फाइदा यस्तो दादाले कहीँ मास्क लगाउनु भएको छ किनभने पोल्युसन होइन दादा। अब ब्याक टु कतार गएर एकदम अझै ह्यान्डसम हुनुहुन्छ त्यही भएर पोल्युसनबाट बस्नु भएको दादा। यता छन् दुईजना गाइजहरू सिन्ड्रेला गाई जिन्दगीमा रामे दादाले कारमा किनिन्जेलसम्म हामी सिटीमै कुद्नेवाला छौँ हो दादा। फर्स्ट टाइम बेटावर जाने दिन आज गाई जब रामे दादाले जबसम्म कार किन्नुहुन्न तबसम्म हामी सिटीमै यात्रा गर्नेवाला छौँ। अब दादाले कहिले किन्ने हो कहिले दिन्छस् त? दुइटै किडनी बेच्न चाहन्छस् कि एउटातिर चाहन्छस्? लु भन् दुइटै किडनी बेच्न चाहन्छस् कि एउटा? कुनै पनि बेच्न चाहन्न, कमायो भने दिन्छु। अब कमाएपछि दिने रहेछ नि त होइन पक्का हो दादा। यो भिडियो राखिरहनु ल यसले ढाड तान्छ के भन्न चाहनुहुन्छ? तर कमाएर 5 रुपियाँ देखा पहिला सो गाइस हामी आइसकेको छौँ बिर्ला मोड। यहाँ देख्न सक्नुहुन्छ हाम्रो दादा यहाँ पेमेन्ट गर्दैछ। कस्तो दादाको कालो चस्मा लगाएर राम्रो भएर यहाँ बसिरहेको छु। यहाँ दुईजना छन् हाम्रो दादासँग कति पैसा रहेछ भन्दा गाइतीले हेरेको हेरेछ दिदीले के भन्न चाहन्छस्? पैसा चाहिँ गाइतीले तिर्छु भनेको थियो तर यहाँ दादाले तिर्नु भयो क्या। गाइस मलाई जिन्दगीमा मेरो फ्यान कतिको चाहियो यतिको चाहियो जतिको दादा रेखा थापाको हुनुहुन्छ मलाई मेरो त्यतिको फ्यान चाहियो। दादालाई क्याबको याद आउँदैछ अहिले आएर घरमा सम्झिनु भएन। बल्ल मार्क्स छोड्नु भयो दादाले यिनीहरू पछाडि छन्। हेलो गाइती दिदीले हामीलाई मार्नु त पुऱ्याउँछस् के? शङ्का लाग्दैछ दादालाई मलाई पनि। अब हेर्नु हामीले दिदीले भएर दुधे भनेर कहाँ के अरे कहाँ जोगमुनीमा लगेर बेच्दियो भने हामीले दिदीले भएर दुधे भनेर कहाँ के अरे कहाँ जोगमुनीमा लगेर बेच्दियो भने तेरा क्या होगा कालिया हामीले हेरेर हामीले हेर्दै किन हाँसेको त? यिनीहरू चाहिँ मर दादालाई हेर्दै हाँसेको अघिदेखि हाँस्दै गर्छ। गाई चाहिँ यसलाई कसैले किन्दैछ दादाले एकदम। गाई चाहिँ देख्न सक्नुहुन्छ गायत्री दिदीको हाम्रो कान्छो मामा बिस्कुट खाना धमाधम छ भ्याउनु भएकै छैन हेर्न पनि। यस्तो गर्नु न यस्तो गरिदिनु न त। माइज पनि हुनुहुन्छ कोही बुइनीलाई देखाउन मन थियो बुइनी नै गायत्री दिदी राम्रो देखिँदो रहेछ जे भने पनि। हुरुक्कै भई गायत्री दिदी अहिले त बिस्कुट खाएर मटाइन्दो दिदी अहिले त बिस्कुट खाएर मटाइन्दो
कैसा लगा मेरा मजाक? ठुल दिदी गेटिङ रेडी यो बस्छु भन्दै टिकेर जुत्ता लाउँदैछु अन्त टिकटक बनाइ न यस्तो बनिसँग इसका प्यारो बुइनी हो हो So guys, we are in cinema hall. So guys, हामी चाहिँ मुभी हेर्न हतारबाट लिएर आउँदैछ दिदीले लिएर आउँदैछ यहाँ देख्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ यो मुभी पनि हेर्न हामी अभियस आउँछ लाइफ ड्यामेज बाबु भाउजू नमस्ते 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 के भइरहेको This is interval time. Yes. हामी यहाँ छौँ कहाँ जानुभएको सो गाइस यो दिदी चाहिँ इन्टरभल टाइम इन्टरभलमा चाहिँ म के भन्न चाहन्छु भने एभ्री मोमेन्टको भन्दिनँ एभ्री वुमन सुट्स वाज दिस फिल्म सबै छोरी मान्छेले एकचोटि हेर्नै पर्ने मुभी हो छोरा मान्छेको म भन्दिनँ होइन तर छोरी मान्छेले चाहिँ यो मुभी अभियसली हेर्नै पर्छ भन्छु म मुभीको नामै भनेको छैन लाली बजार यो मुभी हेर्ने किनभने अब कल फिक्कल टार घुम्न जाउने भेडे टार काठे गोरु उपासिन चिसो चिसो लस्सी पिन अपनी ह्यान्डसम हामी हेरेर आएको लाली बजार तर हाम्रो लाइफ ड्यामेजको गीत छ एभ्री कन्टेन्ट क्रिएटरले चाहिँ लाइफ ड्यामेजलाई सपोर्ट गर्छ अरे म पनि गर्छु लाइफ ड्यामेज निमेश दाईको फिल्म जसमा धनी दिदीले कम्ती पैसा हाल्नु भएको छ होइन के भन्छ त्यस्तै भन्छ होइन गाइज वी आर इन कृषि थोक टु बाई कृषि थोक्स कस्तो राम्रो कोट भने मैले गाइज वी आर इन कृषि थोक टु बाई कृषि थोक्स यो हाम्रो दोस्रो घर बिएनसी जसमा हामीले धेरै लामो समय बिताएका छौँ अहिले पनि आउने गर्छौँ होइन कोसँग बोल्दैछ अन्त पागल आफू बोलेकी मेरो बिला गर्छ बोलेकी मेरो भ्लगमा तेरो तारिफ गर्दैछु म हामी चाहिँ खाजा खान आँट्छौँ दादा बिजी हुनुहुन्छ एकदम किनकि कोल्ड ड्रिङ्क खाएर वाक्कै भयो अरे फ्रुटी खाकी अरे गाइज हामी चाहिँ जङ्गली जस्तो भएर पछि घर लागेको मेरो खानेकुरा कहिले खतम रामे तपाईँले सोचेरै गाई दिदीको नाम राखिदिनु भएको रहेछ गाई चलाइराख्ने खाच्याङ खाच्याङ लाली हामी प्यारी गाई हो आमाहरूको गाई जस्तै हो कति खाए पनि अगाउँदैन आमाले फाक्को खाइ गर्नु दिन्छ आमाले फाक्को खाइ गर्दा पनि नमोटाउने जस्तै हो यो पनि हामी चले घर जिन्दगीमा कहिले झोलमा चोक्टा खाना गएको बुढी झोलमा डुबेर मरि भने मैले एक्सपिरियन्स गर्दैछु बिकज रामे दादा यहाँ कम्फर्टेबली बस्नु त उता खाली देखेर जानु भयो लास्ट भन्न चाहन्छस् मलाई हाँसो मात्रै हेरिरहेको देख्न सक्नुहुन्छ बिगेस्ट रेखा थापा पग्लु बिगेस्ट कसले चोर्यो तिम्रो त्यो मन कसले चोर्यो मेरो यो मन हामी कस्तो हिँडेको थियौँ कस्तो अवस्थामा पनि नि आइपुग्यौँ हामी बिहान कस्तो हिँडेको थियौँ अहिले कस्तो अवस्था छ हामी चाहिँ अन्धकार आइपुग्यौँ सुन्दरता यही हो हाम्रोतिरको राति मात्रै हो नाम चाहिँ मुन्दिदी धप्पा मात्रै हुनुहुन्छ गाइस दादाले अनबक्स गर्नु हुँदैछ भ्याइना भएछ रामे दादालाई
सो गाइज यो चाहिँ हामी अन द कारमा घर आइपुगेका थियौँ र आएर चाहिँ हामी इटिङ हानेर स्लिपिङ पनि हान्यौँ। त्यसरी अहिले चाहिँ फेरि हामी त्यही मान्छेहरू यहाँ छौँ। रामे दादा बाइक यहाँ देख्न सक्नुहुन्छ, मुन दिदी यो चाहिँ एक्स्ट्रा हो, मुन दिदी हामी सबै हिजो कस्तो थियौँ। मैले चाहिँ त्यही भेष खोलेको पनि छैन गाइज, किनभने म अल्छी हो, मलाई लुगा धुन अल्छी लाग्छ। हिजो लगाएको पुरै मैला बनाएर मात्रै धुन्छु, अब आधी मैला भएको थियो। द्याट्स इट फर टुडे गाइज। र भ्लग अन्त्यसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र अर्को भ्लग लिएर म चाँडै आउने छु, त्यति बेलासम्मको लागि बाई बाई।